अनि बिहानै पानी पर्यो, त्यसपछि फेरि 9 बजीतिर हिँड्नु खोज्दा पनि पानी पर्यो। ल हामी रुमबाट निस्किए मात्रै यहीँ तलतिर आएर बसिरहेछ। यी के हो हावा चल्यो। टोपी पनि लिएर आएको छ नि त भाइले त। यही हो पिपल भाइको हिजो बनेको साइकल चाहिँ। 3 लाख रुपियाँ ओन भनेको नेपाली 30,000 लाग्यो यो यसको गियर यो र यो सेट चेन्ज गर्नलाई दुइटा गरेर। पिपल भाइ रेडी, स्यामसङ भाइ रेडी, सुजन भाइ रेडी। अनि यो अस्ति हामीले लगेको साइकल चाहिँ यो दुइटा, यो र यो भाँचिएर बनाएको साइकल चाहिँ यो दुइटा। यो स्यामसङ भाइको, उसको चाहिँ यहाँको 60,000 ओन, 62,000 ओन भनेपछि नेपाली लगभग 6,000 समथिङ। यो चाहिँ नेपाली 30,000 लाग्यो बनाउनै मात्रै, अलिकति हामीलाई ठग्यो जस्तो छ। यो चाहिँ हाम्रो 7.5 लाखको साइकल चाहिँ यो चाहिँ हो कि यो 5, यो 5 यसको पनि 6 पुरै हामी साथीले बनाउँदा त। मेरो त हिलो भयो अघि नै निकालेको, पानी परेर बिचमा हिउँ परेर। हाम्रो भाइको त फेरि गोप्रो यहाँ पनि सेट रहेछ नि त। ल भाइकोबाट भिडियो लिनुपर्ने मलाई। 5वटा साइकल भयो है। ल हिँडौँ त साथीहरू। लु तर मौसमले चाहिँ साथी यो धोका देला छ है। हुन त 10% भने कति पनि होइन। हिँड न, हिँड जाउँ जाउँ जाउँ, हिँडौँ हिँडौँ हिँडौँ। गयो गयो भाइ जाउँ। ल हामी रुमबाट निस्किए मात्रै यहीँ तलतिर आएर बसिरहेछ। यी के हो हावा चल्यो। टोपी पनि लिएर आएको छ नि त भाइले त। बिजोको भयो त हौ। बिहानभरि पानी पर्यो, हिउँ पर्यो, अहिले फेरि हावा चलिरहेछ क्या। पानी चाहिँ 10% मात्रै देखाएको छ मौसममा। तर हिँड्नु हामीलाई हिँड्नु नदिने भयो जस्तो छ। हामी चाहिँ रुमकै नजिक छौँ, हिँडेको चाहिँ छैन है। ल पानी उयो हेर्नु त ठुलो आयो नि। लु 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 फर्क्यौँ है, फर्क्यौँ है। ल फर्क्यौँ आजलाई, आइलाई फर्क्यौँ। अहिले फेरि भयो भने बेलुका जाउँला है त। ल फर्क्यौँ गाइज। साथीले टाप दिइसक्यो रुमतिर। ल जाउँ है बिस्तारै रुमतिर। ल है गाइज आजको यस्तै भयो साइक्लिङ। साइक्लिङ हिँड्ने बित्तिकै पानी र आएर खत्तम पार्यो यार। अब बिताए नि केटाहरूले त। यस्तै हो त, म हिँड्दिनँ त केटाहरूसँग। देख त छोडेको केटाहरू च्याम्पियन छ। जस्तो स्टार्ट त्यस्तै इन्ड। फाइनल्ली हामी चाहिँ 3:30 बजे, दिउँसोको 3:30 बजे चाहिँ रुमबाट निस्किँदैछौँ। अनि आज चाहिँ मार्चको 13 तारिक 2025। नेपालमा चाहिँ चैत 31 गते 2081 को भोलि चाहिँ नयाँ वर्ष नेपालको 2082 साल वैशाख 1 भोलि नेपालमा चाहिँ नयाँ वर्ष, नेपालीहरूको नयाँ वर्ष, नयाँ साल। फेरि पानी पर्ला त छ यार आज। कति गरे यार पानीले। लास्ट खतम गरे यार पानीले आज बिहानदेखिको।
भाँचेर आउँदैछ नि भाइ फाइनल्ली हामी चाहिँ 3:30 हो नि भाइ अहिले 3:30 बजेतिर चाहिँ हामी निस्क्यौँ बल्ल बिहान 9 बजे निस्किनु खोजेको 9 बजे निस्किनु खोज्दाखेरि पानी पर्यो हिउँ पर्यो बिजोको छ त हौ यहाँ त ठुलो पोखरी बनाउँदै रहेछ त हौ अनि यताबाट जाउँ यता भित्रबाट कि पुल क्रस गरेर जानुपर्छ उद्धवपट्टि क्या उताबाटै जाँदा पनि हुन्थ्यो हामी यताबाट आयो बिस्तारी जाउँ न पानी नै परिहाल्यो भने त अब के गरेर फर्किनु कतै रुमै परिहाल्यो तर आज बिहानदेखि डिस्टर्ब गरेको पानीले बल्ल हिँड्यो अब हामी त्यो आकाशे पुल त्यो परको आकाशे पुलमा चाहिँ साइकल त बोकेर जानुपर्ने पारिपट्टि यो पुलबाट चढ्नु पर्यो आकाशे पुल ल चढौँ बोकेर आयो के गर्नु हेट यार हो कसरी गुड्छ त गुड्दैन होला गुडाउनु भन्दा यहीँबाट झर्ने आज पानीले बितायो अब चाहिँ उग्रै भन्ने 10% पानी देखेर नआउनु पर्ने जस्तो लाग्यो त्यही त यार 10% 15-20% सम्म पानी देखाएको त पर्दैन थियो क्या खासमा त्यही भएर हामी हिँड्यो तर बिजोक भयो अहिले हामी आज चाहिँ मार्चको 13 तारिक तर पनि माम्पाका मार्चको 13 तारिक अरे हिउँ पर्यो बिहान रातभरि हिउँ परिदियो अहिले पनि यहाँ असिना र पानी पर्यो र हामी चाहिँ अहिले यो बस छोरी भनेको बस स्टप हो यो यहाँ चाहिँ बस कुर्ने ठाउँ हो यो ठाउँमा चाहिँ यहाँ साइकलहरू उतापट्टिको हाम्रो लगाउँदै त्यहाँ राखेर अब आज खासमा हामी साकुरा हेर्ने भनेर हिँडेको यो प्रत्येकतिर साकुरा लाइन नै थियो तर अलिकति पुगिसकेको र पानीले गोद्यो रुमबाट हिँडेको हामी 15-20 मिनट पनि भएको थिएन राम्रो पानीले गोद्यो अब 1 घण्टा मौसम बिग्रेको छ त्यस पछाडि त खुल्ला छ 1 घण्टासम्म यहाँ बस्ने कुरा भयो भएदेखि त सियु कतै भयो त बरु खाजा खाँदै बस्नु हुन्थ्यो साथी हो जाने हो ल यो केही छैन यो अब यो के हो भने नि भाइ आज अब भोलिदेखि नेपालमा नयाँ वर्ष लाग्दैछ वैशाख 2082 को वैशाख 1 गते हो भोलि आज पुरानो वर्षको धुलो मैला पखालेको भन्ने सम्झ्यौ के त जाउँ त भाइ एकछिन तातो बस्ने 10 मिनेट चाहिँ बस्छौँ त्यस पछाडि जाउँ न ल मौसम अब यस्तै अन्तिम झड्काइए हो भिजेर हात यस्तो छ है अब बिहान हिजैदेखिको आज अब सन्डे छुट्टी छ भनेर हामीले हिजैदेखि जाने अस्तिदेखि जाने हिँड्ने प्लान बनाएको त्यसमा पनि अब हिजो बेलुका चाहिँ ल भोलि चाहिँ छिटै खाना खाएर जाने है भनेर चाहिँ रेडी हुने भएको बिहानै उठेर 9 बजी खानासाना खाएर रेडी पनि भइयो रातभरि पनि हिउँ पानी परेको थियो खासै पर्दैन होला भन्ने भयो अनि बिहानै पानी पर्यो त्यसपछि फेरि 9 बजीतिर हिँड्नु खोज्दा पनि पानी पर्यो त्यहाँबाट फेरि हामी 11 बजीतिर 12 बजे 12:30 बजीतिर फेरि निस्क्यो तलसम्म पुग्यो त्यतिखेर पनि फेरि हिउँ र पानी नै परिदियो अनि मौसम यसो चेक गर्दाखेरि मौसम ठिकै छ भन्ने कुरा देखायो तर खास मौसम खत्तम आज चाहिँ हाम्रो ब्याड लक अहिले पनि हामी यसरी बिचक भइरहेछौँ अब एकैछिन कुरेर जाने हाम्रो पछाडिको अलिक यो दशा बिग्रेको रहेछ कि भाइ कहिले के हुने कसको आइफोन आयो आइफोन आयो यार ल 2025 को साकुरा हेर्नु चाहिँ लगभग नपाइने भयो क्या मेरो चस्मा खस्यो अब आज पनि साकुरा हेर्नु पाइएन भने यो साकुरा हेर्नु पाइँदैन साथी हो किनभने अहिलेको अन्तिम हो गर्मी ठाउँतिर त अलिक कोरियाकै अलिक तल्लो भेगतिर त साकुरा ढकमक फुलेर पनि झरिसक्यो हाम्रो एरिया अलिक चिसो भएको हुनाले हेर्नु जाउँ भनेको
त्यो पनि अब आज जुरेन भने जुर्दैन किनभने अर्को हप्तासम्म रहँदैन ल लागौँ त फेरि मुला पानीले फेरि भिजायो भने पनि भिजाओस् अब आइ त हाल्यो अलिअलि त भिज्नै पऱ्यो ए यहीँ नि त खाना खाने ठाउँ त ओके यहाँबाट उधो यता खाइन्छ ल दामी फेरि मौसम खुल्क्यो गाडी आउँदैछ है साइडमा हिँड्नु है ए त्यो दामी रहेछ नि ठाउँ त खोलाको डिल चाहिँ यो रोपिदिएको हुन्छ क्या त्यही भएर यही एरियामा आएर एकछिन हेरौँ भनेको तर हिजोको पानी झरीले हावाले भुइँभरि सेतै भइसकेको छ झरेर दामी छ नि दामी ल ठुलो फक्रेको जति पानी र असिनाले हिजोको हिउँले झारिहालेछ फक्रिनु बाँकी रहेछ अझै अब कताबाट जाउँ त अघिबाट जाउँ होइन त यताबाट फेरि उकालै लाग्नु पऱ्यो नि त कताबाट जाने ल भन हामी अहिले फेरि अर्कोतिर फर्किँदैछौँ जाँदैछौँ कता पुगिन्छ सरर Here we go, people, मगर सपना चकनाचुर पार्यो उडायो सपना सबै हावा हुरी पसिना पानीले हामी फर्किने हो यो रुमतिर सकिएन जाडोले यहाँ बेलुका हामी बेलुकीको 6 बजे चाहिँ पानी रहेपछि चाहिँ यो ठाउँतिर आएर डाँडातिर आएर कम्पनी नजिक हो योतिर आएर अब मन बुझाइयो क्या यतातिरै साकुरा रहेछ अलिअलि त्यही हेरेर मन बुझाइयो प्लान चाहिँ अलिकति मौसमको कारणले गर्दा अलिकति राम्रोसँगले हेर्न पाइएन ढुल्न पाइएन लास्टमा अन्तिम लास्ट टाइममा चाहिँ आएर चाहिँ अब यहाँ हामी चाहिँ हाम्रै कम्पनीभन्दा अलिकति पारिपट्टि डाँडामा आइपुग्यौँ अनि यहीँ यसो साकुराहरूको यसो गऱ्यौँ र थोरै ड्रोन सट पनि खिचेको छौँ त्यो तपाईँहरूले अहिले देखिहाल्नु हो अनि अब 2025को चाहिँ साकुरा चाहिँ यो अन्तिम नै हो किनभने कोरियामा अब साकुरा सबैतिर फुलेर पनि झरिसक्यो हामीले पनि अलिअलि बच्चा हेर्नु पाइन्छ भनेको थियो यो हप्ता तर पानी र उहरूले गर्दाखेरि अलिक डिस्टर्ब भयो हावाले गर्दाखेरि
त्यही पनि अन्तिममा अलिकति हेर्नु पाइयो र आजको भिडियो चाहिँ यही डाँडामा टुङ्ग्याएर अब हामी चाहिँ हाम्रो यहाँबाट लगभग 20 मिनट जति लाग्छ कम्पनीतिर जाँदैछौँ अर्को भिडियोमा भेटौँला तपाईँहरूले कसैलाई भिडियो मन पऱ्यो भने चाहिँ सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला कमेन्ट पनि गरिदिनु होला लाइक गरिदिनु होला हस्त धन्यवाद फेरि भेटौँला बाई बाई